हेलो लेडिज एन्ड जेन्टलमेन, म यहाँ यो नवलपुरको बेलबास भन्ने ठाउँमा छु। तपाईँलाई यहाँ कस्तो छ के छ होइन, अब तपाईँहरूलाई चाहिँ आट्टै बेलबासको चाहिँ छोटो मिठो सानो सहर देखाउँछु है। भाइहरू यहाँ पुरा कति राम्रो क्यामेरा आएको रे, कति राम्रो आएको रे, कोही राम्रो छ भन्छन्, कोही के भन्छन् होइन गाइजहरू। ल यहाँ यो भाइलाई स्कुल छोड्न आएको हामी यहाँ, त्यो भाइलाई। अब यहाँ चाहिँ म तपाईँहरूलाई देखाउँछु है, त्यसलाई हेर्नु होला, क्यामेरा फर्काएर तपाईँहरूलाई च्याप्प देखाउँछु। त्यो भाइ उभिराख नि त, त्यसलाई हामीले यहाँ गाडीसम्म छोड्न आएको, त्यो मोरदुङ्गोलाई गाडीसम्म छोड्न आएको। त्यहाँ टोक्ने कुकुर पनि त्यहीँ छ, त्यसले टोक्छ भनेर भनिरहेको थियो। त्यही भएर हामी अलि यता तर्कियौँ होइन। भाइ यहाँ छ, बोर्डिङ स्कुलको कपडा भन्छ के अरे, हेर्दाखेरि सरकारी जस्तो देखिन्छ। गाइजहरू के हो तपाईँहरूले पनि यसो भन्नु होला। फेरि एउटा अगाडि हिँड्दा गाइजहरू। सन्जय ठिक छ नि होइन? ल हाम्रो यो मिनी ब्लग हो गाइजहरू, हेर्नु होला। नवलपुरमा एकदम बवाल, एकदम हो। यो चाहिँ मैले माने किनभने यो भित्री मधेस हो। भित्री मधेस परिसकेपछि यहाँभित्र चाहिँ तपाईँको पहाडको हावादेखि लिएर तराईको हावा दुइटै मिश्रण तरिकाले आएर हामीलाई चाहिँ जे शीतल नै भाइब्स भयो है। धोर फेर धोर यस्तो घरहरू छन्, च्याप्प लाएर ऊ अगाडि चौतारो छ चाहिँ बेलबास चौतारो। च्याप्प त्यहाँ बसेपछि चाहिँ शीतल हावा चाहिँ आउँछ गाइजहरू है त। हामी पोखरदेखि आउने हो, ठाउँ ठाउँमा डुलेर चाहिँ भिडियो बनाउने हो गाइजहरू, हेरेर साथ दिनु होला है त। हामी चाहिँ ट्याक्कै यो नवलपुरको अब खोलामा जाँदैछौँ। एकदम राम्रो रमणीय ठाउँ छ यता, हरियाली वन जङ्गल सालै सालको घारी। हाम्रो भ्लगरको मान्छे चाहिँ फेरि यता छ, ट्याक्क गर्मी मौसममा कट्टुको साथमा ब्ल्याकमा भ्लगर एकदम बवाल। दाजुभाइ यहाँ ट्याक्क, म यता छु, ट्याक्क हामी दुईजना। टट्ट अब हामी यता गइन्छ गाइस, ट्याक्क यो खोलातिर हेर्दै गर्नु होला है। ल गाइजहरू हामी फाइनल्ली हामी खोलामा आइसकेका छौँ। हेर्नु यस्तो राम्रो छ यताको भ्यू, मौसम। यो नवलपुरको बेलबासमा टक्क लाएर एकदम बवाल छ। हेर्नुहोस् तपाईँहरू ट्याक्क आएर गर्मी मौसममा पौडिन सक्नुहुन्छ यता नजिक भएका मान्छेहरू। हामी त आज पौडिने भनेर आएको, मौसम अलिकति चिसो चिसो परेको छ यता, त्यही भएर मौसममा अलिकति पौडिन सकिएन। हामी दुईजना अब यहाँ खोलाको यसो भ्यू हेरेर हामी निस्किने प्लानमा छौँ। हेर्दै गर्नु होला, ट्याक्क लाइक सब्सक्राइब चाहिँ नबिर्सिनु होला। अब हामी यहाँ भइन्जेल छ, हामी यहाँको भ्लग चाहिँ दिइरहेको छौँ है त। ल गाइजहरू अघि देखाइहालेँ, अब यो मिनी भ्लग बनाएको होइन। अब यसलाई चाहिँ यहीँ हामीले बिट मार्नुपर्ने हुन्छ। फेरि पनि म तपाईँहरूलाई मेरो मिनी भ्लगहरू देखाइरहने बाचा गर्दै अहिलेलाई चाहिँ म छुटिन जान्छु है त। मेरो भाइ त्यहाँ हिँडिरहेको छ, अनि म यहाँ चाहिँ चट्ट है। ल गाइजहरू हेरेर चाहिँ साथ दिनु होला, के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया पनि छोड्नु होला है त। हस् त, थ्याङ्क यू, बाई बाई, सी यू अगेन।